जुन लोक्नेको तरुनी स्वास्नी उसैको हिया ढुक ढुक ढुक। गोर्खाल्यान्ड शब्द हराउँदै गइरहेको छ। चुनावको बेलामा बोल्ने एउटा सङ्गीत बन्दै गइरहेको छ। अब यस्तो अवसरमा हामीले गोर्खाल्यान्डसम्म जाने बाटो चाहिँ कुन चाहिँ हो त? अब मेरो भनाइमा गोर्खाल्यान्डसम्म पुग्ने बाटो विकास नै हो। कागले कान लग्यो भन्दैमा कान चाहिँ नछाप्ने, कागको पछि दगुर्ने, कान नसमाउने, यो हामीमा अवगुण छ। वर्तमान राजनीतिको परिवेशलाई हेर्दा मलाई यस्तो लाग्छ, गाउँघरमा गली गलीमा हामी सुन्छौँ कुनी के आयो रे, इन्टरलोकेटर आयो रे, कुनी के आयो रे। यसपालि त पक्कै हुन्छ, हाम्रो गोर्खाल्यान्ड हुन्छ होला, हुन्छ भन्ने हामी धारणा बोकेर कुद्छौँ। तर हामीले कान समाएको छैनौँ। हो, म स्वयं पनि रिटायर आएर गोर्खाल्यान्डको हुन्छै भनेर कुदेकै हो। मैले पनि कान नसमातेर कुदेको हो। तर उस बेला गोर्खाल्यान्ड भन्थे, आजभोलि त गोर्खाल्यान्ड होइन के पिपिएस भन्न थालेका छन्। के हामीले भनेको हाम्रो सपना त पिपिएस हो त? अब हामीले कान समाउनु पर्यो नि त, बुझ्नु पर्यो नि त पिपिएस भनेको के हो। तर हामी अझै पनि एकरो भइरहेको छौँ। गोर्खाल्यान्ड शब्द हराउँदै गइरहेको छ। चुनावको बेलामा बोल्ने एउटा सङ्गीत बन्दै गइरहेको छ। अब यस्तो अवसरमा हामीले गोर्खाल्यान्डसम्म जाने बाटो चाहिँ कुन चाहिँ हो त? अब मेरो भनाइमा गोर्खाल्यान्डसम्म पुग्ने बाटो विकास नै हो। अब विकास भन्दा हामी फेरि सोध्छौँ मेरो घरको बाटो, मेरो झोडा, मेरो नाला, कम्युनिटी हल हो, यो पनि विकास नै हो। यसको माथि अर्को पनि एउटा विकास छ, बौद्धिक विकास। यो त भौतिक विकास भयो नि त। अब हामीले भौतिक विकास गर्नुपर्छ। हरेक घरमा सुबेदार होइन कर्नल जनरल हुनुपर्छ। हरेक घरमा आइएस आइपिएस हुनुपर्छ। हरेक घरमा डब्लुबिसिएस हुनु पर्यो। जब बौद्धिक विकास हुन्छ तब हाम्रो गोर्खाल्यान्ड कसैले पनि रोक्न सक्दैन। यो भिजन कसको हो भन्दा श्रीमान अनित थापाज्यूको। उहाँको यही भिजन मलाई मनपर्छ अनि हामी सबैले यसलाई आत्मसात गर्नुपर्छ। उहाँले धेरैपल्ट भन्नुभएको हो। मलाई अघि उद्घोषकले भन्नुभयो, बिजेपीमा पनि म संलग्न भएँ। त्यही त कान नसमात्दा चाहिँ यस्तो भएको रहेछ। हामी बिजेपीमा पनि गएर हेऱ्यौँ, चुनाव बेलामा आउँछन्, महाकाल बाबाको अगाडि बसेर कसम खान्छन्। कोही गोली ठोक्छु भन्छ, कसैले के भन्छ। इन्टरलोकेटरको व्याख्या गरेर हेर्दाखेरि मलाई लाग्यो इन्टरलोकेटर आउनु भनेको
भारत सरकारले हाम्रो समस्या, गोर्खाको समस्या बुझेका छैनन्। तपाईँ गएर गोर्खाको समस्या बुझेर आउनुहोस् के रहेछ भनेर पठाएका हुन्, अनि इन्टरलोकेटर आउनुभयो। भनेपछि भारत सरकारले अहिलेसम्म बुझेका रहेनछन्। हाम्राहरू गएर वार्ता सकारात्मक भयो भन्दै साउथ ब्लकको प्राङ्गणबाट मैले मिडिया कभरेजहरू पनि सुनेको थिएँ। कतिले त दिल्लीमा राम्रो खिर पाक्दैछ, मलाई गन्ध आइसके पनि भनेको मैले सुनेका थिएँ। हाम्रा यशस्वी प्रधानमन्त्री स्वयंले गोर्खाको सपना मेरो सपना पनि भनेको मेरै कानले सुनेको हो खपरेलको ग्राउन्डमा। ग्यारह जातिलाई बाई नेम 11 जातिको नाम लिएर यसलाई जनजातिको दर्जा दिने पनि मेरै भाग्यमा लेखेको छ। हाम्रा यशस्वी प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो। जब यति भनिसक्दा पनि फेरि इन्टरलोकेटर हाम्रो समस्या बुझ्नु आउनु हुँदैछ। अब यसमा हामीले कान समाउने कुरा हो, बुझ्नुपर्ने कुरा हो के इन्टरलोकेटर साँच्चै नै हाम्रो समस्या बुझ्न आएका हुन् या नदिने। अब हामीले कान समात्नु पर्छ है। नदिने बराजुले आइतबार बारेकै हो भन्ने चाहिँ मैले ठहर गरेँ। हेर्नुहोस्, र अब यसरी बुझ्दै लाँदा अन्तमा विकास नै गोर्खाल्यान्डसम्म पुग्ने बाटो हो भन्ने पनि मैले ठहर गरेँ। श्रीमान अनित थापाज्यूको जो भिजन छ त्यो सही हो भन्ने मैले ठहर गरेँ। र अब धेरै नबोल्दै म मेरो सम्भाषणलाई विराम दिन चाहन्छु र म भन्न चाहन्छु, मेरो एउटा गजलको पहिलो पंक्ति छ, हेर न टिस्टा रङ्गीत, हेर न टिस्टा रङ्गीत, अङ्कमाल गरी भागेको, सक्दैन छेक्न त्यो बाँधले सागरतर्फ लागेको। र अब तपाईहरूले आत्मसात गर्नुपर्छ, कान छाम्ने बानी बसाल्नुपर्छ। हाम्रो क्षेत्रको विकासलाई कुनै बातले पनि छेक्दैन, गोर्खाको स्वाभिमानलाई कसैले पनि मेट्न सक्दैन जबसम्म हाम्रा मुख्य कार्यपाल श्रीमान अनित थापाज्यू हुनुहुन्छ। अब भोलिसम्म हेरौँ न, मैले सक्दो कोसिस त गरेको छु। म थाकिसकेँ डिकी, म हारिसकेँ। जो मान्छे आफ्नो भुल स्वीकार नगरेर भाग्छ नि, त्यो मान्छेले केही गर्नु सक्दैन। यसो सल्लाह गरेर गएको भए पनि त हुन्थ्यो नि, छैन त्यो पनि।